हेलो नमस्ते। हाम्रो यतातिर चाहिँ आज धेरै नै पानी पर्न लागेको छ अनि जाडो पनि छ अनि तपाईहरुको सहरतिर चाहिँ के हुँदैछ यसो हामीलाई पनि जानकारी पाऊँ होला। कमेन्ट सेक्सनतिर चाहिँ यस्तो कमेन्ट गरिदिनु होला है। हाम्रो चाहिँ लास्टै पानी परिरहेछ, पानी परिरहेको चाहिँ छैन, पर्न चाहिँ आँटेको छ। जाडो त खतरा बढेछ तर विशाल जाडो लाग्छ। फोन गरे फोनै उठाउनु भएन त। सांग त्यसलाई मैले भनेछु कि दादासँग दै भनेको ओके त भनेछ। हेरौँ 2-3 दिन भइसक्यो ल्याउँछु भनेको त। त्यसलाई चाहिँ फोन गर्नु तपाईँलाई फोन जाडोमा यस्तो अब सुप बनाएर खानुपर्छ हैन। पायाको भ्युजहरू यस्तो छ, ठाउँ पनि यस्तै छ है। हामी चाहिँ यस्तो अनि रवि सर यता छ। हेलो हेलो। अनि यो चाहिँ आज किन यो भ्लग बनायो भन्दाखेरि चाहिँ आज विशेष गरेर यहाँ पानी पर्न लागेको छ, त्यही भएर यो चिसो एकदमै बढेको छ। चिसोबाट तपाईहरु एकदमै बचिनु होला, चिसोलाई छेक्ने कपडाहरू लाउनु होला अनि चिसोबाट बचिने खालको खानेकुराहरू खानु होला। अलि झोल पदार्थहरू, खसीको खुट्टाहरू, गोरुको खुट्टाहरू, बाख्राको खुट्टाहरू, राँगाको खुट्टाहरू ड्याङ खानु होला है। नेपालमा चाहिँ हो भने अब गोरुको खुट्टा भन्दाखेरि अलिक नराम्रो घिनाउने सोच्छन् हैन, तर यो परदेशमा छौँ तर गोरुको खुट्टामा A1 डाइट हुन्छ भन्छ। खानुपर्छ केटा हो, राम्रोसँग खानु होला है। जाडोबाट बच्ने उपाय गर्नु होला भन्न चाहन्छु। यही हो ठाउँ आज चाहिँ। हेर्नु त हो नि मेरो अम्माउनी हो लै 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 लै। विशेष गरेर आजको यो भ्लग चाहिँ कस्तो लाग्यो कृपया कमेन्ट गरिदिनु होला र राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला भन्न चाहन्छु। यति भन्दै आजको भ्लग यहीँ अन्त्य गर्छु। हस्त नमस्ते, जय देश जय नेपाल, बाय बाय।